Hi everyone, welcome back to my new video है अनि तपाईहरुलाई मेरो पेजमा स्वागत छ. So I'm making this video in Nepali because most of the people try to understand in Nepali है अनि नेपालीमा चाहिँ मैले किन बनाएको भन्दा स्पष्ट बुझ्ने गर्छ अनि यो कोर्स कस्तो हो कस्तो टाइपले गराउँछौ भनेर भन्नु हुँदैछ है. मेनली म चाहिँ क्याबिन क्रू एस्पिरेन्ट्सहरुलाई ट्रेन गराउने गर्छु है, जो चाहिँ केहीमा ल्याक भइरहनु भएको छ हैन. कति जनाले मलाई सोध्ने गर्नुहुन्छ कसरी इन्टरभ्यु क्र्याक गर्नुभयो भनेर पनि धेरै मैले युट्युबमा गएर हेर्नु सक्नुहुन्छ. मैले भिडियोहरु पनि बनाएको छु, बट दिस 2026 को लागि चाहिँ मैले बनाएको छुइनँ अहिलेसम्म भिडियो. एज बीइङ अ कन्टेन्ट क्रिएटर है, कतिवटा कुराहरु सिक्दै जानुपर्छ हामीले. कति कुरा मिस्टेक हुन सक्छ, हामी कन्टेन्ट क्रिएटरबाट मिस्टेक हुँदैन भन्ने छैन, किनभने जसकोबाट पनि गल्ती हुन्छ त्यहीबाट त हामीले नयाँ नयाँ कुराहरु सिक्ने गर्छौं है. अनि त्यही हो. अनि यो कोर्स चाहिँ 30 डेज को कोर्स हुनेछ अनि तपाईहरुले मलाई DM मा सोध्न सक्नुहुन्छ. यसको म फुल डिटेल्स बताउने छु. अनि यति चाहिँ म भिडियो द्वारा चाहिँ के भन्न चाहन्छु भने यो 30 डेज को कोर्स हुन्छ, सबै इन्क्लुड हुन्छ. ग्रुमिङ,